हेलो हेलो नमस्ते आयो हाम्रो मिनी भ्लग। अब हाम्रो यो 5जनाको टोली चाहिँ आज हामी माथि जाँदैछौँ रमिते डाँडामा। आज उही चिसो खाने साथमा हुनुहुन्छ मेरो यहाँ 82 वर्षको बुवा, एकदम उत्सुकता छ छिटोहरूसँग घुम्न जाने भनेर तयार भएर टोपी भिस्टा कोट लाएर तयार हुनुभएको छ। यता लक्ष्मणको फ्यामिली अरू बाँकी अपडेट गर्दै जाउँला अब बाटोमा है त। अहिले चाहिँ यहाँ पेट्रोल भर्ने क्रममा हामी यहाँ मधुमल्लाको पेट्रोल स्टेसनमा छौँ। भारीतारी यसरी कटेर गइँदैछ। यो भाइ चाहिँ झापादेखि आएको चन्द्रगढीबाट घुम्नलाई। सानो मान्छे हो, पहाड जाने कि जाने भनेर ल्याइदिएको। रमिते चाहिँ यो मिक्लाजुङ गाउँपालिकामा पर्छ। त्यो माथि कुहिरोमा देखिएको ठाउँ जानुपर्ने हो अहिले हामी चाहिँ मधुमल्लाको पेट्रोल पम्पमा। धोबेनी बजार अब यो रमितेको कठिनाइ भनेको चाहिँ यहाँ थोरै अफरोड बाटो छ, पिच छैन। त्यसमा चाहिँ अलिकति समस्या हुनसक्छ है त। यहाँ चाहिँ अलिकति गाह्रो अवस्थामा छ बाटो, काबुल मात्रै त पिच छैन। त्यसरी अफरोड बाटो आउनुपर्ने हुन्छ। बाटोको अवस्था यस्तो। यहाँदेखि चाहिँ अफरोड सकिन्छ। यो टर्निङ पोइन्ट रमिते भ्यू टर्न। तराईको सुन्दर भ्यू देखिँदैछ ल रमणी यहाँ ठाउँ। अब हाम्रो बुवाको गफ सुरु भइसक्यो। यहाँ गफ दिनुहुन्छ अब बाले। ल भाइले पोज दिँदैछ। फाइनल्ली रमितेको आइतबारे बजारमा आइसकिएको छ। अब चाहिँ हामी फाइनल डेस्टिनेसनमा आइसकेका छौँ। मेला पो रहेछ त यहाँ त।